नमस्ते। आज चाहिँ म तपाईहरुलाई साधनाको अनुभवहरु सुनाउन गइरहेको छु हैन। नेपालदेखि लिएर इन्डियादेखि लिएर धेरैवटा ठाउँमा साधना गर्ने क्रममा गइयो हैन। अनि यो साधनाहरु कस्तो हो, धेरैजना साथीहरुले चाहिँ साधनाको विषयमा एकदमै क्युरियस भएर चाहिँ सोध्नु भएको छ हैन। त्यो भएर चाहिँ साधना कस्तो हुन्छ हैन, साधना गर्दाखेरि चाहिँ के चीजहरुको दर्शन हुन्छ, जस्तै भूत प्रेत मसान पिशाचहरु पनि देखिन्छ कि देखिदैन, यो टपिक पनि छ धेरैको कन्सर्न हैन। त्यो हुँदाखेरि चाहिँ आज चाहिँ म यी विषयहरुमा चाहिँ बोल्न गइरहेको छु है। जस्तै साधनाकै कुरा गर्दाखेरि म इन्डियाको एक दुईवटा अनुभवहरुको कुरा गर्छु। हामी लगभग 70 सालतिर इन्डियामा चाहिँ साधना गर्ने क्रममा हामी मणिकर्णिका घाट गएका थियौं हैन। मणिकर्णिका जस्तै पशुपतिनाथ जस्तै एकदमै सिद्ध ठाउँ छ हैन। घाटको लागि चाहिँ त्यहाँ चाहिँ एकदमै जस्तै बनारस स्पेशली मणिकर्णिका चाहिँ के को लागि प्रख्यात छ त भन्दा शिवको नगरी भन्छ है। अनि त्यहाँ कालभैरवका जति पनि पुजारीहरु हुनुहुन्छ बनारस चाहिँ पुग्नै पर्ने ठाउँ छ के। किन भन्दाखेरि भगवान शिवले जब शिवको क्रोधाग्निबाट कालभैरवको उत्पत्ति भयो, कालभैरवको उत्पत्ति हुँदाखेरि कालभैरवले जुन ब्रह्माजीको शिर लिएर सारा जगत घुमे, सारा तीर्थहरु गए, इन्डियाका सबै ठाउँ घुमे, तैपनि चाहिँ के भयो त भन्दा कहीँ गएर नि उनलाई चाहिँ शान्ति मिलेन। नमिलिसकेपछि जुन ब्रह्माजीको खप्पर पनि कहाँ खस्यो त भन्दाखेरि त्यही बनारसमा खस्यो। खसिसकेपछि भगवान शिवले नै कालभैरवलाई आदेश दिए कि अब तिमीले यो बनारस नगरीलाई नछोड्नु, यही बसेर तप गर्नु र तिमीलाई यो ब्रह्म हत्याबाट पनि तिमीले मुक्ति पाउँछौ भनेर भनिसकेपछि कालभैरवलाई चाहिँ अनि बनारसको कोतवाल बनाएर राखियो हैन। त्यहाँको रक्षक संरक्षक बनाएर राखियो। र अहिले पनि प्रख्यात के छ भन्दा चाहिँ अब जस्तै काशीमा पनि 108 जना सिद्धले चाहिँ छोड्दैनन् भन्ने एउटा भनाइ छ के। काशी नगरी नै यस्तो ठाउँ हो कि त्यो मुक्तिको नगरी हो, त्यो इनलाइटेनमेन्ट पाउने ठाउँ हो हैन। त्यहाँ चाहिँ धेरैवटा ठाउँ जस्तै हाम्रो हजुरबुवा जिजुबुवा हैन पनि चाहिँ हामीले सुन्थ्यौं के पहिला काशीमा चाहिँ जानुपर्छ, काशीको तीर्थयात्रा गर्नुपर्छ, मर्ने बेलामा अन्तिममा चाहिँ काशी पुग्नुपर्छ भनेर चाहिँ भनेको एउटा भनाइ छ के भन्नुहुन्थ्यो। अनि त्यतिखेर चाहिँ के भने होला, यहाँ नेपालमा जन्मेर काशीमा किन शरीर छोड्न खोजेको होला भन्दाखेरि काशीमा चाहिँ कसैको डेथ भयो भने चाहिँ त्यहाँ चाहिँ भगवान शिव स्वयं आएर कानमा चाहिँ तारक ब्रह्म मन्त्र चाहिँ सुनाउँदा रहेछन् के। त्यही भइसकेपछि चाहिँ धेरैजनाले चाहिँ आफ्नो डेथ चाहिँ काशीमा होस् भनेर चाहिँ चाहँदा रहेछन् हैन। त्यो हामीले कुरा थाहा पाइसकेपछि हामीले चाहिँ त्यहाँ के छ त अरू रिसर्च गर्न। जस्तै मेरो ज्योतिषकै आफ्नै पाटोमा पनि त्यहाँ चाहिँ पुराना ज्योतिषहरू एकदमै नाम चलेका ज्योतिषहरू, त्यो ज्ञानको नगरी हो नि त काशी पनि बनारस हैन। त्यहाँ हिन्दू के भन्छ काशी हिन्दू विश्वविद्यालय पनि छ त्यहाँ हैन। अनि काशीमा धेरैवटा युनिभर्सिटी छन् संस्कृतका हैन। अहिले पनि त्यहाँ ललिता घाट भन्ने ठाउँ छ जहाँ चाहिँ अहिले पनि त्यहाँ पशुपतिनाथ टेम्पल भनेर बनाएका छन्। र जो हिन्दूहरुको लागि नेपालीहरुले बनाएको धर्मशाला छ है। कोही कसै तपाईहरु जान खोज्नुहुन्छ भने त्यहाँ तपाईहरुले जान सक्नुहुन्छ। त्यहाँ 84 वटा घाट छ काशीमा, 84 वटा घाट छ। अब म साधनाको अनुभव गर्दैछु अनि हामी एकजना खप्परनाथ बाबा भन्नेलाई भेट्न गएको थियौं त्यहाँ के। तिनी चाहिँ लगभग शरीर छोड्ने अवस्थामा रहेछन् के। शरीर छोड्ने अवस्थामा हुँदाखेरि चाहिँ तिनीसँग चाहिँ एउटा विद्या रहेछ आकाशगामिनी विद्या भनेर चाहिँ माथिबाट उडेर जान सक्ने एउटा विद्या रहेछ क्या। अनि एकजना गुरुले हैन चर्चितै गुरु, उहाँले चाहिँ हामीलाई के भनिदिनु भएको थियो भने त्यहाँ चाहिँ जाओ। अनि उनले अब शरीर छोड्ने बेला भइसकेपछि आफ्ना शिष्यहरूलाई अथवा चाहिँ आफूलाई जसलाई मनपर्छ उनलाई चाहिँ त्यो विद्या चाहिँ यिनले प्रदान गर्छन्। उनले गुरुजीहरूबाट पाएको, तिमीहरू नि जानु भनेर चाहिँ भन्नुभयो हैन। भन्नु भइसकेपछि ल ठिक छ नि त काशीमा चाहिँ एकचोटि जाउँ भनेर हामी गयौँ। हामी जाँदाखेरि चाहिँ हामी बलिया भन्ने ठाउँमा पुग्यौँ। पहिला बलिया भन्ने ठाउँमा पुग्दाखेरि चाहिँ जस्तै हामी एउटा होटलमा बसेको थियौँ। त्यहाँ चाहिँ जस्तै मेरो साथीहरू नि एकदम एक्सपर्ट हुनुहुन्थ्यो यो तन्त्र सन्त्र यो चिजमा। अनि उहाँहरूले नि जस्तै कस्तो भन्दाखेरि ठाउँहरू कुनै पनि हन्टेड ठाउँ छ भने चाहिँ ठ्याक्कै थाहा पाइदिने के। अनि उहाँहरूले यो कोठामा चाहिँ एउटा केटी झुन्डेर मरेको छ भनेर भनिदिनु भयो हैन। नभन्दै त्यहाँ सोधेको नभन्दै सुसाइड गरेकै रहेछ के।
अनि त्यो एनर्जीहरू चाहिँ हामीसँग कनेक्ट गर्ने के। अनि हामीले चाहिँ भनौँ न त्यहाँ एउटा त्यो केटीको डेथ बडी हामीले रहेछ त्यहाँ झुन्डेको भनेर देख्यौँ होइन। त्यस पछाडि हामी खबरवाला खोज्नलाई गयौँ त्यहाँबाट, बलियाबाट नजिकै छ बनारस। अनि गयौँ, गइसके पछाडि चाहिँ त्यहाँ हामी चाहिँ पारिपट्टिका घाटहरू सबै त्यो खोलाभन्दा पारि चाहिँ त्यहाँ शिव अवधूत बाबाको आश्रम छ होइन। अघोरको सबभन्दा ठुलो आश्रम छ त्यहाँ चाहिँ। इन्दिरा गान्धी पनि दर्शन गर्न आउँथिन् भन्ने कुरा छ त्यहाँ चाहिँ। बाबा चाहिँ त्यतिखेर बाघ पालेर बस्नुहुन्थ्यो अरे कि, त्यो सिद्ध हुनुहुन्थ्यो है अघोरको बाबा किन्नाराम। ल मलाई अहिले याद आयो, उहाँले चाहिँ अघोर विद्यालाई नै एकदमै फैलाइदिने काम चाहिँ बाबा किन्नारामले चाहिँ गरिदिनु भएको होइन। गरिसके पछाडि हामी त्यहाँ गयौँ अनि हामीले खबर बाबालाई चाहिँ हामीले 1 हप्ता बसेर खपरनाथ योगीलाई 1 हप्ता बसेर खोज्यौँ, तर खपरनाथ योगीको चाहिँ आश्रम पत्ता लागेन। यानि कि उहाँ कहाँ बस्नु भएको छ, कुन गुफामा बस्नु भएको छ भनेरै पत्ता लागेन। अनि यो घटना चाहिँ जसले हामीलाई पठाउनु भएको थियो उहाँलाई चाहिँ खपरनाथ बाबाले चाहिँ के गर्नु भएको रहेछ भने तपाईँको गएर त्यहाँ चाहिँ खपरनाथ बाबाले चाहिँ उहाँलाई चाहिँ उहाँको गुरुले पठाइदिनु भएको रहेछ के। उहाँका गुरुको त भन्दाखेरि डाक्टर नारायण श्रीमाली होइन, जसलाई चाहिँ निखिलेश्वर पनि भनेर चिनिन्थ्यो, उहाँले चाहिँ पठाइदिनु भएको रहेछ त्यहाँ। पठाइदिइसकेपछि चाहिँ उहाँ जानु भएको रहेछ। गइसकेपछि चाहिँ अनि उहाँले चाहिँ आकाशगामिनी विद्या चाहिँ प्रदान गर्न खोज्नु भएको रहेछ। प्रदान गर्न खोज्दाखेरि चाहिँ पारिपट्टि गएर होइन 6वटा कमलको फुल लिएर आइज भनेर चाहिँ भन्नुभएको रहेछ। यो साधनाको लागि कमलको फुल चाहिन्छ, कमलको फुल ल्याउनु भनेर अरू सामग्रीहरू पनि दिएर पठाउनु भएको रहेछ। पठाइसकेपछि चाहिँ उहाँ घाटभन्दा पारि जानुभयो। पारि गइसके पछाडि बेलुका साँझमा चाहिँ 6-7 बजीसम्म लाग्छ कि त्यहाँ ढुङ्गा पारिपट्टि जानलाई। अनि 6 कि 7 बज्दाखेरि उहाँले पुरा त्यो भित्रको उतापट्टिको साइड सबै बनाएर चाड्दाखेरि पनि कमलको फुल कहीँ पनि पाइएन, किनभने त्यो इजी एभाइलेबल हुन्थ्यो त्यो टाइममा चाहिँ। अब साधनाकै लागि भएर होला होइन। अनि उहाँले भेट्नु भएन। नभेटिसकेपछि चाहिँ अनि उहाँ अब त्यो रात यतै वारी नै सुत्छु, भोलि बिहान जान्छु भनिसकेपछि त्यो रात वारी नै सुत्नुभयो। अनि भोलि बिहान तपाईँको चाहिँ ढुङ्गा ट्याक्क फर्स्ट आवरको ढुङ्गा चढेर पारिपट्टि उहाँ जानुभयो। अनि खपरनाथ बाबालाई चाहिँ ठ्याक्कै भेट्न पुग्दाखेरि त खपरनाथ बाबाले धुनाबाट चिम्टा निकालेर ड्याममै हिर्काइदिनु भएको छ। यस्तो लगाएर प्याक्टै फुटेर तरर रगत चुहेछ। चुहिसकेपछि चाहिँ अनि त्यहाँबाट अनि किन गुरु महाराज मलाई हिर्काउनु भयो, अब हिजो ढुङ्गै पाएन भने तँलाई जे विद्या मैले प्रदान गर्न लाग्थ्यो नि त, हिजो ढुङ्गा नपाएपछि त तँलाई उनीहरू ल्याउने काम त मेरो थियो नि त, विद्यै त्यही थियो, तँ जान्ने भएर किन बसिसु त्यही भनेर चाहिँ गाली गर्नुभएको छ कि होइन। त्यो भइसके पछाडि चाहिँ हामीले पनि अनि त्यो विद्याको बारेमा केही जान्न पाइन्छ कि भनेर चाहिँ हामीले नि धेरै चाह्यौँ होइन। अनि मणिकर्णिकामा नि धेरै समय चाहिँ हामी 7-8 दिनै बस्यौँ त्यहाँ। त्यहाँ चाहिँ इन्डियाभरिका अघोरीहरू आउँछन् क्या, अघोर क्रियाका सब साधना गर्नलाई, अघोर साधना गर्नलाई त्यहाँ चाहिँ इन्डियाभरिका चाहिँ होइन योगीहरू आउँछन्। अनि त्यो जुन बनारस जुन छ त्यो चाहिँ के त भन्दाखेरि त्यो सिद्धले चाहिँ घेर्ने नगरी हो त्यो। जसरी पशुपतिनाथको विषयमा मैले बोलेको थिएँ, यहाँ 5 जना सिद्धले छोड्दैनन् भनेर भन्छौँ, त्यसै गरी नै त्यो बनारसमा मोर देन 108 भन्दा बढी सिद्धहरूको चाहिँ जन्म भइसक्यो होइन। र त्यो ठाउँमा चाहिँ जस्तै लाइडी महाशयदेखि लिएर होइन युक्तेश्वर गिरी धेरैजना चाहिँ त्यहाँ तैलङ्गे स्वामी होइन, जसको बारेमा हामीले धेरै सुन्छौँ। ब्रिटिस अफिसरको टाइममा चाहिँ 1 बाल्टी चुना र पानी पिइदिनु भएको थियो तैलङ्गे स्वामीले। उहाँलाई चाहिँ के भनिन्छ भने बनारसको त्यो नदीमा चाहिँ खुट्टा क्रस गरिरहेको चाहिँ होइन पैदल हिँडेर क्रस गरेर चाहिँ भेट्थ्यो अरे कि। उहाँलाई एकचोटि चाहिँ त्यो ब्रिटिस अफिसरहरूले जेलमा पनि हालेर छ, जेलमा हाल्दा उहाँ बाहिर भित्र गरिदिने कि त्यो लेभलका चाहिँ योगी चाहिँ हुनुहुन्थ्यो होइन। अब त्यो लेभलको नगरी हो त्यो काशी बनारस होइन। हामीले छिट्टै पनि काशीको दर्शन गर्न खोजिरहेछौँ, हेरौँ अब शिवजीको आदेश भयो भने त्यो पनि पुरा होला। अब यो साधना गर्दै जाँदाखेरि चाहिँ जस्तै धेरै साथीहरूले चाहिँ भैरव साधनाको विषयमा चाहिँ सोध्नुहुन्छ क्या, भैरव साधना कस्तो हुन्छ, साधना कसरी गर्ने, साधनाको फल कसरी लागेको थाहा पाउने भन्ने कुराहरू गर्नुहुन्छ है। पहिला अब भैरव साधनाको विषयमा बोल्छु। पहिलो कुरा चाहिँ आज अलिकति थाहा पाउनु पर्यो, ग्रह अनुसारको इष्टदेव चाहिँ के हुन्छ त पहिलो कुरा त्यो थाहा पाउनु पर्यो है। जस्तै राहु र केतुको इष्टदेव हो क्या भैरव। भैरवलाई तपाईँले चाहिँ इष्ट मान्यो भने जसको राहु एकदम प्रधान छ टाउकोमा कुण्डलीमा अथवा चाहिँ एकदम केतु कुण्डलीमा छ भने यिनीहरूले सिद्धै भैरव माने हुन्छ
है। राहु र केतुको इष्टदेव भैरव। त्यसै गरी बुधको इष्टदेव कृष्ण र विष्णु, जसको बुध ग्रह छ मिथुन राशि अथवा चाहिँ कन्या हुन्छ नि, बुध स्ट्रङ भएकोले चाहिँ सिधै कृष्ण र विष्णुलाई माने हुन्छ। जसको बृहस्पति राम्रो छ, शिव र कुलदेवता मान्ने है। बृहस्पति राम्रो भयो मान्छेले शिव र कुलदेवतालाई मान्ने। जसको मङ्गल एकदम राम्रो छ, मेष राशि वृश्चिक राशि हो भने जस्तै गणेश र हनुमानजी। मेषको मङ्गल गणेश ओरिएन्टेड हुन्छ, वृश्चिकको मङ्गल फेरि हनुमान ओरिएन्टेड हुन्छ क्या। त्यही भएर चाहिँ दुईटा राशिहरूले याद गर्न सकिन्छ। शनि र सूर्य जसको छ, जस्तै सिंह राशि भयो, मकर कुम्भ, यिनीहरूले सिधै देवी शक्तिलाई चाहिँ मान्दाखेरि हुन्छ है। शनिको इष्ट भनेको शिवजी पनि मानिन्छ, शिवजीलाई मान्दा हुन्छ। यो दुईटा राशिले चाहिँ देवी शक्तिलाई चाहिँ इष्ट मानेर चाहिँ गर्न सकिन्छ। अब यो साधना गर्दै 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 अनुभव लिँदै गइसकेपछि चाहिँ इष्टहरूले आफूलाई चाहिँ कनेक्ट गरेको, कलिङ गरेको चाहिँ आफूलाई थाहा हुन्छ क्या, बोलाएको। जस्तै हामीले कसैलाई चाहिँ एकदम मान्दै गयौँ गइसकेपछि अहिले मसँग साधना गर्ने साधकहरूले पहिले चाहिँ यसो केही चिज छाया जस्तो दर्शन भयो होइन। जस्तै भैरवको आकृति जस्तो आयो एक्लै गर्दाखेरि, रातिको टाइममा गराइरहेको छु मैले होइन, उहाँहरूले नि गरिरहनु भएको छ भने चाहिँ रातिको टाइममा चाहिँ जस्तै केही चिजको आकृतिहरूको दर्शन हुने होइन, भैरव बाबाको इमेज जस्तो देखिने, अनि एउटा वान साइडेड आँखा देखिने। कति चाहिँ रक्सी चढाउनु भएको छ प्यालामा होइन, उहाँहरूको रक्सी नै आदि भएको छ। 10-11 दिन चाहिँ नहुने होइन, अनि 10औं दिन राख्दा नहुने, 11औं दिनमा घट्या छ क्या त्यो होइन। त्यो चिजहरू मिराकल्सहरू चाहिँ भएको छ। साधनाका जस्तै अब यहाँ क्वेसनहरू नि आउँछ, भूत प्रेत चाहिँ हुन्छ कि हुँदैन गुरु, भूत प्रेत देखिन्छ कि देखिँदैन भने त्यो एनर्जी छ के, त्यो चाहिँ थर्ड डाइमेन्सनल एनर्जी हो कि, नाङ्गो आँखाले देख्न नसकेला। तर साधना गर्छ जसले, जो चाहिँ त्यो चिजमा भिज्छ नि, उनीहरूले पक्का पनि देख्छ क्या, त्यो एनर्जीहरू चाहिँ हिँडिरहेको हुन्छ क्या। एउटा चिज चाहिँ के होइन भने हामीले जुन चिज देख्दैनौँ नि त्यो चिज चाहिँ छैन यो धरतीमा भन्नु चाहिँ गलत हो कि, किन त्यो चिजको एक्जिस्टेन्स छ के, त्यो चिजको एक्जिस्टेन्स छ। अब म आउने दिनहरूमा जस्तै भैरव साधनाको विषयमा बोल्छु, तारा साधनाको विषयमा बोल्छु, काली महाकालीको साधना कसरी गर्ने त्यो विषयमा बोल्छु, षोडशी महालक्ष्मी होइन, यो चाहिँ शङ्कराचार्यको लिनेजबाट पाएको षोडशीको विषयमा बोल्छु। यी टपिक जस्तै हनुमानको साधना कसरी गर्ने, राम नामको च्यान्टिङ कसरी गर्ने, जस्तै राम नामलाई चाहिँ लिबरेसनको लागि, मुक्तिको लागि गरिने साधना भनिन्छ क्या। अब गुरुजीले चाहिँ सधैँ भूत प्रेतको बारेमा मात्र भनिदिनु भयो, अलिकति सिद्धहरूको बारेमा भन्नु भएन, ज्ञान भएको मान्छेले नि भन्ने क्वेरिजहरू धेरै आउँछ क्या। कुरा ठिकै हो। जस्तै म अब तपाईँहरूलाई जस्तै शिवपुरी बाबाको विषयमा चाहिँ जानकारी गराउँछु होइन। त्यसै गरी हैडीखान बाबा, सोमबारी बाबा होइन, अनि निमकोर्ली बाबा, अनि त्यसै गरी चाहिँ हाम्रो सिद्धहरू छन् जस्तै भामखेपा होइन, त्यसै गरी चाहिँ नित्यानन्द होइन, अनि धेरैजना छन् सिद्धहरू होइन। जस्तै हाम्रो खप्तड स्वामी, हाम्रो श्याम चैतन्य बाबा यहीँ पनि हुनुभएको थियो, यहीँ पशुपतिको घाटमा बस्नु भएको डाक्टर रामनाथ अघोरी बाबा होइन। त्यसै गरी चाहिँ हाम्रो टिएन नाथ त्यागीनाथ अघोरी बाबा, चुनचुन बाबा, पागल बाबा, पगला बाबा होइन। उहाँहरूको विषयमा पनि चाहिँ म तपाईँहरूलाई चाहिँ धेरैभन्दा धेरै इन्फर्मेसनहरू ल्याउँछु होइन। अनि हामी यो टपिकहरूमा पनि चाहिँ गफ गर्दै जान्छौँ क्या होइन, यो टपिकहरूमा नि गफ गर्दै जान्छौँ। अनि तपाईँहरूलाई चाहिँ जस्तै तामसिक साधना, जस्तै भूतप्रेतको साधनाहरूको विषयमा पनि जान्न मन छ भने त्यो एनर्जी कसरी चाहिँ आउँछ, त्यो एनर्जीलाई कसरी कलिङ गर्छन् होइन तान्त्रिकहरूले, त्यो एनर्जी चाहिँ जस्तै घर घरमा नि देख्न सकिन्छ क्या। कहिलेकाहीँ अब भन्नुहुन्छ नि त धेरैजनाले होइन, मलाई चाहिँ यहाँ चाहिँ ऐठन भयो, यस्तो भयो, यहाँ निलडाम भयो भन्नुहुन्छ नि। जस्तै बोक्सी विद्याहरूको विषयमा पनि चाहिँ हामी बोल्छौँ होइन। नेपालमा चाहिँ कुन कुन एन्टिटीहरू पाइन्छ त, जस्तै ख्याक भयो नेपालमा, वीर भन्ने एन्टिटी भयो होइन। अनि त्यस पछाडि चाहिँ जस्तै मसानहरू हुन्छन्, यहाँका एन्टिटीहरूको विषयमा पनि बोलिन्छ। त्यसै गरी अब जस्तै काठमाडौँ अथवा नेपालमा चाहिँ कहाँ छन् त एकदमै साधना गर्न लायकका ठाउँहरू, एकदमै सिद्ध ठाउँहरू कहाँ छन् त, जहाँ बसेर चाहिँ हामीले साधना गर्दा हाम्रो साधना लाग्छ। अनि नेपालमा को आए त साधना गर्नलाई चाहिँ विदेशबाट के होइन, योगीहरू को आए, किन यो नेपाल भूमिलाई नै छान्छन् भन्ने टपिकमा पनि म बोल्छु। अलिकति बोल्दा चाहिँ यो देवभूमि के, देवताको भूमि भएर चाहिँ यहाँ साधना गरेको चाँडो सिद्धि लाग्छ। यो मङ्गलको भूमि होइन, नेपाल चाहिँ मङ्गलको भूमि भएर यहाँ चाहिँ साधना एकदमै चाँडो सिद्ध लाग्छ। र यहाँको ऊर्जै अलिकति तामसिक वृत्तिको ऊर्जा छ क्या। तमस साधनाको लागि चाहिँ सबभन्दा वन्डरफुल है।
भारतलाई चाहिँ अलिकति सात्विक खालको छ त्यहाँको ऊर्जा नै। त्यहाँका मन्दिरहरूको आसपास 1.5 किलोमिटर 2 किलोमिटरसम्म नै त्यहाँ माछा मासु मदिराहरू बेच्न नदिँदो रहेछ क्या। म रिसेन्टली भारत घुमेर पनि आएँ होइन, 3-4 स्टेट घुमेर आएँ। त्यो हुँदाखेरि चाहिँ के हुन्छ भने होइन त्यसलाई चाहिँ हामीले हेर्छौँ होइन कसरी चाहिँ कहाँ साधना गर्ने, साधनाको लागि बेस्ट ठाउँहरू कहाँ कहाँ छ नेपालमा काठमाडौँमा, अथवा चाहिँ हामीले इन्डिया गएर साधना गऱ्यो भने कुन कुन ठाउँ, जस्तै कामाख्या भयो एकदम सिद्ध ठाउँ होइन, त्यसै गरी बनारस होइन एकदम सिद्ध ठाउँ, जस्तै बनारसको भैरवको विषयमा पनि म ब्लग बनाउँछु होइन। इन द डेज टु कम है हामीले कामहरू गर्दैछौँ। तपाईँहरूले हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु होइन। त्यो भइसकेपछि हामीलाई पनि एउटा चाहिँ इन्थुजियाजम हुन्छ कि काम गर्नलाई जोस जागर आउँछ है। ल आजलाई चाहिँ मैले हाम्रो टपिकलाई यहीँ सिधाएँ, फेरि अर्को एपिसोडमा फेरि भेट्छु। ओके।